संस्कृति पार्टी पनि बन्द गर्छ है, चलाउँदिन। सांसदको त्यो बिल्ला पनि सभामुखज्यूलाई ल है हजुर मलाई त पाएन, म त नालायक भएँ, म फटा निस्केछु भनेर राजीनामा दिन्छु, श्रम संस्कृति पार्टी पनि बन्द गर्छ है, चलाउँदिन। श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय हर्क साम्पाङ भन्छन्, म नालायक भए संसद पद त्याग दिन्छु। यो श्रम संस्कृति पार्टी नै चलाउँदिन। कारण के होला त? कारण भन्नुस् है, किन यसो भन्यो त? के कारण होला त श्रम संस्कृति पार्टीका माननीय हर्क साम्पाङ यसरी बहुला जस्तो बोलिरहेका छन्? कारण के होला? तपाईहरु नै कमेन्ट गरेर भन्नुस्। हर्क साम्पाङलाई के भयो? उपचार गर्नुपर्ने हो कि